दर्शकबिन हामी चाहिँ प्युठान जिल्लामा रहेको झिमरुक पावर हाउसमा अवलोकन क्रममा जाँदैछौँ र तपाईहरुलाई यो भिडियो हामी अन्तिमसम्म देखाउने प्रयास जारी गर्नेछौँ र तपाईहरुले पनि हामीलाई हेरेर साथ सपोर्ट दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। जुन वरिपरि डाँडाले घेरिएको बीचमा रहेको छ, जुन झिमरुक र माडीको मिलन पनि हुने ठाउँ हो, जुन तलतिर हुन्छ भने अब हामी चाहिँ झरिरहेका छौँ दर्शकबिन। अब हामी झरिसक्यौँ, या त झिमरुक छ उता माडी रहेको छ र तपाईले देखिसक्नुभयो। र जहाँ अब हामी एकछिनपछि बुटवल पावर कम्पनी लिमिटेड झिमरुक पावर हाउस हामी आइपुगेका छौँ, जहाँ तपाईलाई वरिपरिको दृश्यहरू पनि हामी अवलोकन गराइरहेका छौँ दर्शकबिन। र अब हामी एकछिनपछि भित्र छिर्ने प्रयासमा जारी रहेका छौँ। हामी भित्र छिरिसकेका छौँ, जहाँ 3वटा मेसिनहरू युज भइरहेको छ जेनेरेटर दिनको लागि चाहिँ। यो चाहिँ लाइन भएपछि मात्रै चल्दो रहेछ, यदि लाइन नभएपछि चलिरहन्छ है दर्शकको पावर सप्लाई चाहिँ यतातिर जान्छ है। माछा तपाईलाई यहाँ देखाइरहेको छ अनि हामीबाट त्यसको जानकारी देखाइरहेको छ। र जुन हेर्दा तपाईलाई कस्तो लाग्यो, 3वटा मेसिनहरू युज भइरहेको छ, जहाँ र दर्शकहरूले हेर्न भित्र गएर हेर्दाखेरि अलिकति तपाईको सुरक्षाहरू नपाएको जस्तो देखिएको छ दर्शकले है। सुरक्षाहरू